Namaste, my name is Sushant Casey, and I'm a singer-songwriter, musician, and an entrepreneur. Let me tell you about the time when I was taking my SLC examinations. SEE अहिले चाहिँ सो हाम्रोमा चाहिँ डिस्टिङसन कट्नुपर्छ भन्ने हुन्थ्यो अहिले चाहिँ दामी ग्रेड आउनुपर्छ भन्ने हुन्छ तर these tests are all tests preparing you for the bigger tests in life. So हजुरहरूले मेहनत गर्ने राम्रो ल्याउन खोज्ने आयो भने आयो आएन भने still there's something else you can excel in. Do what you love भन्छु म होइन तर धेरैजना मान्छेहरूलाई चाहिँ अब के हो त मैले के हो त मलाई सबसे मनपर्ने कुरा नै भेटाउनु गाह्रो हुन्छ नि त खास होइन म चाहिँ लकी भएको भएर म्युजिक फेरि कस्तो भयो भन्दा डुब्न मिल्ने अनि माया गर्न सजिलै मिल्ने कुरा हो कि म्युजिक भनेको चाहिँ अनि त्यो भएको भएर चाहिँ अब पहिल्यैदेखि इन्ट्रेस्टेड इन म्युजिक अनि मलाई चाहिँ त्यो फिल भयो नि त ल म्युजिक नै मेरो पाथ हो भनेर सो आई थिङ्क त्यो पाथ चाहिँ के हो भनेर भेट्टायो भने चाहिँ एकदमै लाइफको डिसिजन्सहरूमा एकदमै सजिलो हुन्छ जस्तो लाग्छ मलाई अनि या यु हेभ टु लभ वाट यु डु अदरवाइज अलिकति अब देयर इज नो प्रेसर के फेरि यो कुरा के हो मलाई मनपर्ने कुरा के हो भनेर थाहा पाउनलाई चाहिँ यु क्यान टेक एज मच टाइम एज यु वान्ट एन्ड आई वुड लाइक टु से that you should believe in yourself and do try to find your path and do what you love.